ल है साथीहरू, यो ड्रागन फ्रुट अब अर्को महिनाबाट फुल्छ। यति राम्रो हर्लक्क बढेछ, राम्रो भयो। छतमाथि सुन्तलाको बुटो, सुन्तला पनि बत्तिला लाहा यस्तो छ हाम्रो छतमाथि। यो बेर्नाहरू मैले बेर्ना जम्माएको। यो कागतीको बुटो पनि यत्रो ठुलो भइसकेको छ। छतैभरि छ, तल पनि छ ड्रागन फ्रुट। यस प्रकारका छन् ड्रागन फ्रुटहरू। यसपालि मजाले फल्छ। टन्नै छ, रिङै छ सबै फुलहरू। ड्रागन फ्रुटहरू टन्नै लगाएको छु। फुलहरू पनि राम्रै भयो। हेर्नुहोस् ड्रागन फ्रुटहरू, फुलहरू। यो मेरो खुर्सानीको बुटोहरू पनि लगाएको छु साथीहरू। यत्तिकै राम्रो भएछ ल। फुलहरू पनि ड्रागन फ्रुटको जरामा यति राम्रो भएछ, अक्सिजनमा पनि राम्रो छ। यो ड्रागन फ्रुटहरू माथिल्लो तल सबै फल्छ यसपालि। पहिलाको सालमा पनि फलेको थियो। यस्तो राम्रो फुल हो, यति राम्रोसँग फल्छ। ल खाम्ला नि साथीहरू है। ड्रागन फ्रुटहरू टन्नै छ यसपालि। ड्रागन फ्रुटका मलहरू स्याहार सुसार त्यसरी गर्नुपर्छ यसलाई। सरै थुप्रो पो छ त। यो दुधको क्रेटमा यो खुर्सानीको बुटोहरू लगाएको छु। आज चाहिँ यो 2टा लगाएको। यो 6 बुटा चाहिँ अस्ति नै लगाएको। राम्रो छ छतैभरि। तल पनि छ ड्रागन फ्रुटको बोटहरू टन्नै छ। मेहनत गऱ्यो भने फल्दो रहेछ। यस्तरी छ लटरम्मै छतमाथि, छतमुनि लटरम्मै छ है साथीहरू। ल हेर्नुहोस्, लाइक, सेयर, कमेन्ट गरिदिनुहोस् होला है। ल।